हेलो गाइज, म चाहिँ आज तपाईहरुलाई किसानको मिनी टेलर कसरी चलाउने र चलाउनुभन्दा अगाडि यसको चाहिँ के चेक गर्नुपर्छ भनेर देखाउन गइरहेको छु। सबभन्दा पहिला चाहिँ यसको गियर आयल सबभन्दा पहिला चाहिँ यसको गियर आयल चेक गर्नु पर्यो। गियर आयल कति छ भनेर हेर्नको लागि चाहिँ यो झिकेर हेर्न सक्नुहुनेछ। अर्को यतापट्टि चाहिँ यसको मोबिल चाहिँ कति छ भनेर चेक गर्नको लागि यहाँ देख्न सक्नुहुनेछ। यहाँ चाहिँ यसको मोबिल चेक गर्न सक्नुहुनेछ। मोबिल चाहिँ यो अहिले भरि नै भएकोले मैले खोलेन। यहाँ चाहिँ यसको मुखमा देखेको जति हुनुपर्ने छ मोबिल चाहिँ। त्यसैगरी यसको तेल कति छ, पेट्रोल कति छ भनेर चेक गर्न सक्नुहुनेछ यहाँबाट। अहिले चाहिँ हाम्रो भरि नै छ पेट्रोल। यो चाहिँ हाम्रो चाहिँ सुरुमा स्टार्ट गर्नुभन्दा अगाडि चेक गर्नुपर्ने कुराहरू थियो। त्यसैगरी अब चाहिँ म यसलाई स्टार्ट गर्न गइरहेको छु। स्टार्ट गर्नुभन्दा अगाडि चाहिँ यो हाम्रो गियर बक्स रहेको छ। गियर बक्स चाहिँ पहिला सुरुमा न्युट्रलमा छ कि छैन चेक गर्ने। यसको न्युट्रल चाहिँ यो 1, यो न्युट्रल, यो 2, यसको न्युट्रल चाहिँ बीचमा रहेको छ। त्यसपछि यो एक्सिलेटर, यसको आवश्यकता अनुसार एक्सिलेटर स्टार्ट गर्दाखेरि थोरै मात्र लिने। त्यसपछि यहाँ चाहिँ एउटा अन अफको बटम रहेको छ। यो अहिले अफ छ, यो चाहिँ अहिले अन भइसकेको छ। त्यसपछि अगाडिको काम सकिसकेको छ। ल पछाडि सबैभन्दा पहिला यहाँ यो तुरुन्त स्टार्ट गर्नको लागि चाहिँ यो चोकलाई चाहिँ अन गरिदिनु पर्छ। त्यसपछि यो तान्दिनु, त्यसपछि यो चोकलाई चाहिँ अफ गरिदिने। यो चाहिँ अहिले हाम्रो ट्र्याक्टर चल्नको लागि रेडी भइसकेको छ, स्टार्ट भइसकेको छ। अब यसलाई चल्नको लागि चाहिँ के गर्नुपर्छ भने सुरुमा यसलाई पहिला गियरमा राखिदिनु पर्यो। गियरमा यो चाहिँ 1 नम्बर गियरमा गइसकेको छ। त्यसैगरी एक्सिलेटरलाई थोरै बढाइदिनु पर्यो। यो चाहिँ हाम्रो क्लोज छ। आवश्यकता अनुसार एक्सिलेटरलाई बढाउने, त्यसपछि क्लोजलाई दाबिदिने। ल ट्र्याक्टर चाहिँ यो चल्नको लागि रेडी भइसकेको छ। त्यसैगरी अब यो क्लोज नदाबिकन चाहिँ हामीले चाहिँ अटोमेटिक चल्नको लागि चाहिँ यहाँ एउटा बटम रहेको छ। यसलाई अन गरेपछि यो अटोमेटिक चल्नको लागि सुरु हुन्छ। त्यसैगरी यसलाई चाहिँ इमर्जेन्सीमा अफ गर्नको लागि यहाँ एउटा बटम रहेको छ। यसलाई दाबेपछि यो अटोमेटिक अफ हुन्छ। ल गाइज, अब चाहिँ हामी 2मा राखेर यसलाई सुरु गर्छौँ। सबैभन्दा पहिला चाहिँ म यहाँ हाम्रो बारीको छेउ लगाएर तपाईँहरूलाई म देखाउने छु। छेउ लाउँदा चाहिँ अलि ध्यान दिएर लगाउनु पर्ने हुन्छ, किनभने ट्र्याक्टर अनब्यालेन्स भएर